नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो क्रिकेट एनालाइसिसको यो नयाँ एपिसोडमा। आजको भिडियोमा हामी क्रिकेट म्याचको सबै प्रमुख पक्षहरू गहिरिएर विश्लेषण गर्नेछौँ। अहिले भने आईसीसी CWC लिग 2 मा नेपालको स्कटल्यान्ड र नेदरल्यान्डसँगको आगामी 4 वटा खेल र त्यसले नेपालको प्रदर्शन र पोइन्ट्स टेबलमा सुधार ल्याउन सक्छ, कसरी सुधार ल्याउन सक्छ भन्ने बारे कुरा गर्न गइरहेको छु। यो विश्लेषण स्कटल्यान्डको मैदानमा हुने यी 4 वटा खेलमा आधारित छ। नेपालले हालसम्म 14 खेल खेल्दाखेरि 10 अङ्क सहित 7औं स्थानमा रहेको छ भने नेट रन रेट 0.191 को रहेको छ। चौथो स्थानमा स्कटल्यान्ड छ जसको 20 अङ्क र नेट रन रेट प्लस 0.998 छ। अब नेपालले स्कटल्यान्ड र नेदरल्यान्डसँग स्कटल्यान्डको फोर्थिल मैदानमा 4 वटा खेल खेल्नेछ। यसभन्दा अगाडि जुन 2 र जुन 4 मा भइसकेका 2 वटा खेलहरू स्कटल्यान्ड विरुद्ध 1 विकेटले जित र जुन 4 मा नेदरल्यान्ड विरुद्ध 5 विकेटको जित हासिल गरेको छ। बाँकी 2 खेल जुन 8 मा स्कटल्यान्ड विरुद्ध र जुन 10 मा नेदरल्यान्ड विरुद्ध हुनेछ। दुवै दिउँसो 3:45 बजे सुरु हुनेछ। अब नेपालले आगामी खेलमा कसरी राम्रो खेल्न सक्छ त भन्ने बारेमा कुरा गर्ने गरौँ। ब्याटिङमा स्थिरता हुनु पर्यो। रोहित पौडेल, आरिफ शेख र कुशल भुर्तेलले राम्रो प्रदर्शन गर्नुपर्छ। जुन 2 को खेलमा करण केसीले 65 रन र नट आउट इनिङ्स खेलेर नेपाललाई जिताएका थिए र बलिङमा शक्ति हुनु पर्यो। सोमपाल कामी र सन्दीप लामिछाने जस्ता प्रिमियर बलरहरूले विकेट लिनुपर्छ। जुन 2 मा सन्दीपले 1 विकेट लिएका थिए र सोमपालले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। त्यसैगरी नेपालको फिल्डिङमा केही सुधार आवश्यक देखिन्छ। राम्रो फिल्डिङले दबाव बनाउन सक्छ जुन स्कटल्यान्डको मैदानमा अनुकूल हुनेछ। नेपालले रणनीति भने स्कटल्यान्डको मध्यम ओभर कमजोर छ जुन नेपालले प्रयोग गर्न सक्छ। नेदरल्यान्ड बलियो छ तर समर्थनले हौसला बढाउन सक्छ। नेपाल अब माथि पुग्नको लागि 4 वटामा 4 वटै खेल जित्नुपर्छ भन्ने त होइन, जितेमा राम्रो हो, तर कम्तीमा पनि 2 वटा खेल जितेमा जुन 8 मा र जुन 10 मा हुने खेलमा कम्तीमा 50-60 रन अथवा 5-6 विकेटले जित हासिल गरेमा 4 अङ्क थपिनेछ र कुल अङ्क नेपालको 14 पुग्नेछ। ठुलो जितले नेपालको रन रेटमा पनि ठुलो सुधार ल्याउनेछ। नेपालको स्कटल्यान्डमा रहेको सिरिजमा हालको लक्ष्य भनेको नामिबियालाई पछि पार्दै 6औं स्थान हासिल गर्नु हुनुपर्नेछ, किनभने नामिबियाको 14 अङ्क रही 6औं स्थानमा रहेको छ जुन नेपालको लागि अत्यावश्यक पनि रहेको छ। त्यसका लागि नेपालले कम्तीमा 2 खेल जितेर नेट रन रेटमा पनि सुधार गर्नुपर्ने देखिन्छ। त्यति मात्र नभएर यो खेल पछि पनि नेपालका धेरै खेलहरू बाँकी नै रहेकोले नेपालको ओडिआई बचाउने लक्ष्य र विश्वकपमा पुग्ने लक्ष्यको लागि राम्रो खेल प्रदर्शनले मार्ग सुनिश्चित गर्ने देखिन्छ। तपाईलाई भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, तपाईको विचार कमेन्टमा लेख्नुहोस् र साथीहरूसँग मिलेर शेयर गर्न नबिर्सिनुहोस्। यस्ता रोचक एनालाइसिस भिडियोहरू हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्। आजको लागि यति नै। अर्को भिडियोमा भेटौँला। तबसम्मको लागि जय नेपाल, जय नेपाली क्रिकेट।